छ र यो कार्यक्रममा हामी यहाँलाई प्रत्यक्ष देखाइरहेका छौँ। यहाँनिर चाहिँ मन्त्रीज्यूहरू, प्रमुख तथा विशेष अतिथिहरूको चाहिँ स्वागतका लागि पञ्चवाद्यले स्वागत गरिँदैछ। हाम्रा प्रमुख अतिथि विशिष्ट अतिथिज्यूको आगमन भइसकेसँगै हामी कार्यक्रमलाई अब चाहिँ विधिगत रूपमा सुरुवात गर्न लागिरहेका छौँ। त्योभन्दा अगाडि म जानकारी गराउन चाहन्छु, यो कार्यक्रम परिसरभन्दा अलिकति बाहिरपट्टि रक्तदान कार्यक्रम भइरहेको छ। हामी यति धेरै सङ्ख्यामा उपस्थिति छौँ, तर 34 जना चाहिँ अहिलेसम्म रक्तदान कार्यक्रममा जोडिनु भएको भन्ने जानकारी आएको छ। यदि इच्छुक कोही हुनुहुन्छ र तपाईँको स्वास्थ्य अवस्था पनि ठिकै छ भने यहाँलाई रक्तदान कार्यक्रममा पनि सहभागी भइदिनुका लागि र रक्तदान जीवनदान भनिन्छ, तपाईँ यो महान कार्यमा सरिक भइदिनलाई पनि आग्रह गर्न चाहन्छु। र आज रोङ विकासको मुख्य आधार कृषि, वन, पर्यटन र पूर्वाधार गुरु किसान कार्यक्रम तथा साना किसान कृषि प्रशोधन उद्योग उद्घाटन कार्यक्रममा म कार्यक्रमलाई विधिगत रूपमा सुरुवात गर्न लागिरहेको छु। म कार्यक्रमको अध्यक्षता गरिदिन हुनका लागि रोङ गाउँपालिकाका एकदमै सक्रिय डाइनामिक अध्यक्ष श्री मणिकुमार स्याङ्गोज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। म अध्यक्ष लगायत म यहाँलाई स्टेजमै आमन्त्रण गर्न चाहे। कार्यक्रमका अध्यक्ष आदरणीय श्री मणिकुमार स्याङ्गोज्यू, म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। र त्यसै गरी आजको हाम्रो यो ऐतिहासिक र भव्य कार्यक्रमलाई आफ्नो विशेष समय छुट्याएर पाल्नुहुने आजका हाम्रा प्रमुख अतिथि कृषि तथा पशुपक्षी मन्त्री माननीय रामनाथ अधिकारीज्यूलाई पनि स्टेजमा आइदिनु हुनका लागि र हाम्रो सम्मान ग्रहण गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसै गरी विशिष्ट अतिथिको रूपमा पाल्नु भएको कोशी प्रदेश उद्योग कृषि तथा सहकारी विकास मन्त्री माननीय खगेन सिंह लिम्बुज्यूलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। उहाँको आगमनमा यहाँले फेरि पनि पुनः जोरदार ताली बजाइदिनु होला। यहाँलाई हामी रोङ गाउँपालिकामा हृदय उछ्याएर स्वागत सम्मान गर्न चाहन्छौँ। हामी कार्यक्रमलाई हाम्रा विशिष्ट अतिथि प्रमुख अतिथिज्यूलाई ब्याज मालाले स्वागत गर्न लागिरहेका छौँ। हामीलाई सहजीकरण गरिरहनु भएको साथीहरूलाई म अनुरोध गर्न चाहन्छु।
हामीले आज हाम्रा प्रमुख अतिथिज्यू विशिष्ट अतिथिलाई हामीले स्वागत गरिसकेका छौँ। म यहाँलाई फेरि पनि हार्दिक स्वागत सम्मान जनाउँदै म यहाँलाई एकदमै कम्फर्टेबल भएर आसन ग्रहण गरिदिनुको लागि स्थान ग्रहण गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। पुनः यहाँहरू जोरदार ताली बजाइदिनु होला हाम्रो अतिथिहरूको स्वागतका निमित्त। र अतिथि आसन ग्रहणकै क्रमलाई म जोड्न चाहन्छु। यतिखेर म जिल्ला समन्वय समिति इलामका प्रमुख आदरणीय जयप्रकाश राईज्यू यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। आदरणीय जयप्रकाश राई जिल्ला समन्वय समिति इलामका प्रमुख। उहाँको उपस्थिति भइसकेपछि फेरि पनि हामी उहाँलाई जोड्नेछौँ। र त्यसै गरी इलाम नगरपालिका पूर्व मेयर तथा इलाम उद्योग वाणिज्य सङ्घका महासङ्घका पूर्व अध्यक्ष आदरणीय हिमालय कर्मचारीज्यूलाई पनि हामी कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। उहाँको भव्य उपस्थिति रहेको छ, यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ उपस्थितिका निमित्त। त्यसै गरी ज्वालामुखी गाउँपालिकाका पूर्व अध्यक्ष विनोद राज तिमल सिन्हा म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। र त्यसै गरी माननीय सचिवज्यू डाक्टर गोविन्द प्रसाद शर्मा कृषि तथा पशुपक्षी विकास मन्त्रालय म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। र त्यसै गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट कृषि विकास महाशाखा प्रमुख श्री रामकृष्ण श्रेष्ठज्यू म यहाँलाई पनि कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। र त्यसै गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालय योजना तथा विकास समन्वय महाशाखा आदरणीय डाक्टर हरिबहादुर केसीज्यू म यहाँलाई पनि स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। कार्यक्रममा महानिर्देशक कृषि विभाग श्री प्रकाश कुमार सञ्जेलज्यू म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका माननीय सचिवज्यू डाक्टर शरण कुमार पाण्डेज्यू म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। आयोजक टिमहरूले उहाँलाई स्वागत गरिराख्नु भएको छ। र त्यसै गरी कृषि निर्देशनालय कोशी प्रदेश प्रकाश कुमार डागेज्यू यहाँलाई पनि कार्यक्रममा हामी हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। र त्यसै गरी यसै गाउँपालिका रौङ गाउँपालिकाका उपाध्यक्ष आदरणीय विष्णुमाया भुजेलज्यूलाई पनि म यहाँलाई परिचित भइदिनुका लागि म स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी स्वकीय सचिव माननीय मन्त्रीज्यूको सचिवालयबाट नवराज तिमल सिन्हाज्यूको उपस्थिति रहेको छ। म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। सम्पूर्ण उपस्थित महानुभावहरूले हाम्रो अतिथिज्यूहरूको आगमनमा उहाँको उपस्थिति भइरहँदाखेरि जोरदार तालीले साथ दिनुहोला। सदस्य नेपाल कृषि अनुसन्धान परिषद विनोद अधिकारीज्यू म यहाँलाई पनि कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु।
र त्यसै गरी माननीय मन्त्रीज्यूको निजी सचिवालयबाट आउनुभएको छ रोशन अधिकारीज्यू, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। आदरणीय रोशन अधिकारीज्यू। अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सदस्य आदरणीय कुसुम दाहालजीको उपस्थिति रहेको छ, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। आदरणीय कुसुम दाहाल म्याम। र त्यसै गरी म श्री नेपाली काङ्ग्रेसका रोङ अध्यक्ष आदरणीय खेमराज कार्कीज्यू, म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। विभिन्न राजनैतिक दलका प्रतिनिधिज्यूहरू, यहाँलाई हामी कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। र त्यसै गरी श्री नेकपा एमाले रोङका अध्यक्ष आदरणीय खड्का आली मगरज्यू, यहाँको उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दै कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। र त्यसै गरी श्री नेकपा माओवादीका रोङ अध्यक्ष आदरणीय देव कुमार राईज्यू, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। त्यसै राष्ट्रिय स्वतन्त्रता पार्टीको तर्फबाट प्रतिनिधि कोही आउनुभएको छ भने यहाँलाई पनि कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। हाम्रो निमन्त्रणलाई स्वीकार गरेर पाल्नुभयो, यहाँको आतिथ्यताका लागि पनि हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। र त्यसै गरी श्री राष्ट्रिय प्रजातन्त्र पार्टी रोङको तर्फबाट राजेन्द्र आचार्यज्यूको उपस्थिति रहेको छ, म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। र त्यसै गरी श्री मङ्गोल अर्गनाइजेसनबाट बुल बहादुर गुरुङजीको उपस्थिति रहेको छ, म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न आउनुहुने सम्पूर्ण टिमलाई यो हाम्रो भव्य कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। र आजको हाम्रो विशेष आकर्षण हाम्रो हिरोहरू 121 जना गुरु किसानहरूलाई एकमुष्ट रूपमा हार्दिक सम्मानका साथ म यहाँलाई यता स्थानमा आसन ग्रहणका निम्ति अनुरोध गर्न चाहन्छु। उपस्थित सम्पूर्णले जोरदार ताली बजाइदिनु होला हाम्रो हिरोहरूको लागि। साना किसान लघु वित्त संस्था लिमिटेडबाट पाल्नुहुने बिटामोडबाट पाल्नुहुने गणेश भट्टराईज्यू, म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी पामफल सहकारी संस्था लिमिटेडका अध्यक्ष गीता घिमिरेज्यू उपस्थिति रहेको छ, यहाँलाई कार्यक्रममा हामी हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष भीम चापागाईज्यूको उपस्थिति रहेको छ, म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। उहाँको उपस्थिति छैन भने नेपाल पत्रकार महासङ्घ इलाम शाखाबाट कोही पनि प्रतिनिधि पाल्नु भएको छ भने यहाँलाई हामी कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी वा कोही पत्रकारज्यू महासङ्घका कोही पत्रकारज्यूहरूको उपस्थिति छ भने यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। र त्यसै गरी एनटिभी इटरीको सिङ्गो टिमलाई हामी कार्यक्रममा स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ, जसले यो कार्यक्रमलाई क्याप्चर गरिराख्नु भएको छ। र त्यसै गरी पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डेज्यूको उपस्थिति रहेको छ, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। धेरैजना पत्रकारहरू एकदमै सक्रिय भएर आफ्नो ठाउँमा आफ्नो जिम्मेवारी वहन गरिराख्नु भएको छ। एकपटक तपाईँहरूको साथ सहयोग र उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दै यहाँहरू उपस्थित सम्पूर्ण महानुभावहरूलाई हाम्रो पत्रकार बन्धुहरूको लागि गडगडाट ताली बजाइदिनलाई म अनुरोध गर्न चाहन्छु।
हाम्रो समाचार सम्प्रेषण गर्नका निमित्त हाम्रो यो समयलाई हाम्रो भव्य कार्यक्रमलाई क्याप्चर गरिराख्नु भएको छ समाचारको मार्फत र भिडियो र फोटोको मार्फत यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। म आसनगढको क्रमलाई फेरि पनि जोड्ने नै छु। रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आदरणीय विनोद कुमार चौहानज्यूलाई पनि हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। उहाँको सम्मानमा यहाँले जोरदार ताली बजाइदिनुहोला। तपाईँहरूले एकदमै चिनिराख्नु भएको अनुहार हाम्रो टिकटकर आदरणीय खेन दाईको पनि उपस्थिति रहेको छ। म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। नेपाली छिटो नेपाली बाबु भएर आउनु भएको छ। खेन दाई आज राम्रै कन्टेन्ट बन्छ होला यो हाम्रो कार्यक्रमको पनि यहाँलाई हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अघिदेखि मैले भनिरहेको नाम रोङ गाउँपालिकाको उत्पादन रोङ गाउँपालिकाले एकदमै गर्वले लिनुपर्ने नाम तपाईँले सुनिराख्नु भएको आवाज अनुहार र भर्खरै गत असारमा सम्पन्न रोङ गट ट्यालेन्टको कोअर्डिनेटर संयोजकको रूपमा रहेको र अहिले भोइस अफ नेपाल सिजन 6 मा ब्याटल ग्राउन्डसम्म पुग्न सफल म प्रवेश राईलाई पनि म हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। र त्यसै गरी यो भव्य कार्यक्रम सम्पन्न गर्नका लागि रोङ गाउँपालिका भन्ने बित्तिकै एउटा उर्वर ऊर्जाशील र सक्रिय टिम भन्ने बुझिन्छ। रोङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाध्यक्ष र म सम्पूर्ण स्थानीय कर्मचारी स्थानीय सदस्यज्यूहरूलाई म कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। एकमुष्ट रूपमा तपाईँहरूलाई सम्मान जनाउँदै आजको कार्यक्रमलाई फेरि पनि मैले अगाडि बढाउन चाहे। हामी कार्यक्रममा फेरि पनि अतिथिज्यूहरूको आसन ग्रहणलाई जोड्ने नै छौँ। म अबको क्रममा हाम्रो गौरव राष्ट्रगानमा सरिक भइदिनुका लागि उपस्थित सम्पूर्णलाई हार्दिक अनुरोध गर्न चाहन्छु। म प्राविधिक साथीलाई राष्ट्रगान तयार गरिदिनको लागि अनुरोध गर्न चाहे। उपस्थित सम्पूर्ण महानुभावहरूलाई राष्ट्रगानमा सरिक भइदिनको लागि उभिदिन अनुरोध गर्छु। शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन्दिशाला मातृकामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद सम्पूर्णलाई। र अबको क्रममा आजका हाम्रा विशिष्ट अतिथिज्यू त्यसै गरी प्रमुख अतिथिज्यू र सम्पूर्ण उपस्थित महानुभावहरूलाई आफ्नो शब्द गुच्छाद्वारा स्वागत गरिदिनुका लागि म रोङ गाउँपालिकाका उपाध्यक्ष आदरणीय विष्णुमाया खवासज्यूलाई स्वागत मन्तव्यका निमित्त म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। उहाँको सम्मानमा यहाँहरू सम्पूर्णले जोरदार ताली बजाइदिनु प्लिज।
धन्यवाद ज्यू। रोङ गाउँपालिका गुरु किसान घोषणा तथा साना किसान कृषि प्रशोधन उद्योग उद्घाटन कार्यक्रममा अध्यक्षता गरिरहनुभएका रोङ गाउँपालिकाका अध्यक्षज्यू, त्यसै गरी प्रमुख अतिथिको रूपमा कृषि तथा पशु पंक्षी विकास मन्त्री माननीय रामप्रसाद अधिकारीज्यू, विशिष्ट अतिथिको रूपमा उद्योग कृषि तथा सहकारी विकास मन्त्री कोशी प्रधान माननीय खगेन्द्र सिंह लिम्बुज्यू, विशिष्ट अतिथिज्यूहरू, विशिष्ट अतिथि सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिज्यूहरू, त्यसै गरी रोङ गाउँपालिकाका 1 देखि 6 वटा वार्डसम्मका वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्य, जनप्रतिनिधि र सम्पूर्ण उपस्थित सहकारी संस्थाबाट प्रतिनिधित्व गरेर आउनुभएका आदरणीय व्यक्तित्वहरू, त्यसै गरी गुरु किसानमा छनौट हुनुभएका आदरणीय कृषकज्यूहरू, विभिन्न सङ्घ संस्था र हाम्रो रोङ गाउँपालिकाको निम्तोलाई स्वीकारेर उपस्थित हुनुभएका आदरणीय व्यक्तित्वहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी कर्मचारीहरूलाई विशेष धन्यवाद र स्वागत भन्न चाहन्छु। आज रोङ गाउँपालिकाले यो 753 वटा पालिका मध्ये एकदमै राम्रो सराहनीय काम गरेको छ। मलाई महसुस लागेको छ हिजोको दिनमा नेपाल कृषि प्रधान देश हुँदै गर्दा पनि कृषि प्रधान देशले अहिलेसम्म कृषकको मर्म र भावना बुझ्न नसकेको अवस्थामा रोङ गाउँपालिकाले कृषकलाई जुन दैनिक उपभोग गर्नको लागि कृषकले उत्पादन गरेको चिजलाई हामी आम मासमा पुर्याउनका लागि आम उपभोक्ताको लागि रातको दिन पसिना बगाएर हिँड्नुहुने आदरणीय कृषकजीहरूलाई रोङ गाउँपालिकाले महत्त्वपूर्ण आजको दिन घोषणा गरेको दिन सायद मलाई लाग्छ यो सङ्घीय सरकारले पनि अहिलेसम्म त्यो मध्यनजर पुगेको अवस्था छैन। ताकि हिजोको दिनमा राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, हरेक शिक्षकजीहरू, समाज विभिन्न संस्थाका प्रतिनिधि व्यक्तिहरूलाई सम्मान गर्दै गर्दा अहिलेसम्म त्यो अहोरात्र माटोमा खेल्नुहुने कृषकलाई कसैले पनि सम्झेर हेरेको थिएन। ताकि कृषकले पसिना बगाएर हामीलाई दैनिक उपभोग गर्ने चिज उत्पादन गर्दै गर्दा त्यो कृषकलाई सम्मान गर्ने कुनै पनि स्थानीय निकायको सरकार, केन्द्रीय सरकार, प्रदेश सरकारले त्यो ध्यान नपुर्याएको अवस्थामा आज रोङ गाउँपालिकाले सम्मानका पूर्वक हामीले अगाडि स्टेजमा सम्पूर्ण कृषकजीहरूलाई राखेका छौँ। उहाँहरूको गर्वको कुरा छ, उहाँहरू कृषक हुनुभएको छ। आज गुरु किसान रोङ गाउँपालिकाले घोषणा गर्दैछ ताकि धेरैजनाको मन एकदम प्रफुल्ल भएको छ। ओहो, यहाँ म मासमा घुमिरहँदाखेरि हामी त गुरु किसान हुन पाएनौँ, गुरु किसान हिँड्नु पर्ने रहेछ, आज यस्तो सम्मान पायौँ भने उहाँहरूको आत्मबल कति बढेको छ। मसँग धेरैजनाले सेयर गर्नुभएको छ। यो स्थान ओगट्न सक्नुहुने कृषक गुरु किसानलाई विशेष गरेर म उपाध्यक्षको तर्फबाट र रोङ गाउँपालिकाको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी रोङ गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन गरेको चिज हप्ता दिन पनि भएको छैन। कोशी प्रदेशको सभामा हाम्रो प्रधानमन्त्रीले पनि रोङ गाउँपालिकाको उदाहरण लिएर गुन्द्रुक ब्रान्डिङ गरेको कुरालाई लिएर केही चर्चा चलेको कुरा यहाँलाई अवगतै छ। हिजोको दिनमा यो गुन्द्रुक भनेको के हो, यो गुन्द्रुकलाई किन ब्रान्डिङ गरेको, यसले के फाइदा दिन्छ भन्ने व्यक्तिहरू धेरै हुनुहुन्थ्यो। यो पछाडि धेरै हुनुहुन्थ्यो। गुन्द्रुकलाई मात्रै प्रशोधन गरेको छैन रोङ गाउँपालिकाले। आजको दिनमा गुन्द्रुक, बेसार, तिते करेला, सिस्नो, मह लगायतका स्थानीय स्तरमा उत्पादन हुने, जोगी किसानसँग लक्षित हुने, सोझै कृषकसँग लक्षित हुने, उहाँले मेहनत र पसिनाले कमाएको यो ब्रान्डिङ गरेर हामीले बजार
उहाँको ठुलो महत्त्व रहेको छ। हाम्रो प्रधानमन्त्रीले रोङ गाउँपालिकामा आएर रोङ मह जहाँ त्यही पाइँदैन भन्ने स्लोगनलाई उद्घाटन गर्दै जाँदा उहाँले भन्नुभएको थियो कारण के भनेर। तर रोङ गाउँपालिकामा धेरै उपजाति प्रजातिका बोट बिरुवाहरू औषधि खाएको महले उत्पादन दिएको मौरीको मह जहाँ कहीँ त्यही पाइँदैन भनेर घोषणा गरेको मन्त्रीज्यू भनेदेखि उहाँ एकदम प्रफुल्ल हुनुभएको थियो। अबको दिनमा यी ब्रान्डिङ गर्दै गर्दा म हाम्रो सामान्य मन्त्री संघीय मन्त्री र प्रदेश मन्त्रीज्यू नै उपस्थित भइरहँदाखेरि रोङ गाउँपालिकाले गरेको यी ब्रान्डिङ प्याकेजिङ र बजारीकरणको लागि प्रदेश र केन्द्रीय सरकारले के समन्वयकारी भूमिका खेल्नुपर्छ होला भन्ने उहाँले आफै अवगत गर्नुहुन्छ। अब म थोरै कुरा जोड्न चाहन्छु रोङ गाउँपालिकाको हकमा। हामी जनतासँग स्थानीय सरकार भनेको जनतासँग प्रत्यक्ष रूपमा जोडिने सरकार भनेको स्थानीय सरकार। उहाँको बाटो बिग्रिन्छ, पानी खाने पानी पुग्दैन, कोही बिरामी हुन्छ, कोही कृषकको हात्ती बाँदर आक्रमणमा परेर विनाशकारी। उहाँले पसिना बगाएको खेलको कुरालाई पनि सहज ढङ्गले उत्पादन सहज ढङ्गले घरभित्र नपुर्याउँदै गर्दा रोङ गाउँपालिका स्थानीय सरकार हुँदै गर्दा हामीले जहाँसम्म कृषकको भूमिकालाई मध्यनजर गरेर यो कार्यक्रम सुरुवात गरेको छौँ। र यहाँलाई म के भन्न चाहन्छु भने प्रत्यक्षसँग रोङ गाउँपालिका स्थानीय सरकार जोड्दै गर्दाखेरि अहिले स्थानीय सरकारले जम्मा जमी 20-25% रकम मात्रै रोङ गाउँपालिका मात्रै नभए स्थानीय सरकारलाई छुट्याउने गर्नुहुन्छ। ताकि संघीय र प्रदेश सरकारलाई म के अनुरोध गर्न चाहन्छु भने विनम्रतापूर्वक कम्तीमा पनि स्थानीय सरकारलाई मध्यनजर गरेर जनतासँग लक्षित कार्यक्रम 50% रकम विनियोजित गरिदिनको लागि म उपाध्यक्षको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु र अनुरोध पनि गर्न चाहन्छु। आज जुन गुरु किसानहरू यो स्टेजमा बसिरहँदाखेरि मन्त्रीज्यूहरू कृषि मन्त्री माननीय प्रदेश र सङ्घको मन्त्रीज्यू स्वयं उपस्थिति हुँदाखेरि यो लेभलमा कृषकलाई रोङ गाउँपालिकाले मूल्याङ्कन गर्दै गर्दा उहाँको पनि एकदमै मध्यनजर पुग्छ होला भन्ने महसुस हामीले गरेका छौँ। यो जुन आज रोङ गाउँपालिकाको निम्तोलाई स्वीकारेर सहजतापूर्वक स्वीकारेर रोङ गाउँपालिकामा उपस्थित हुनुभएका विशिष्ट व्यक्तिहरू प्रमुख अतिथि लगायत सम्पूर्ण महानुभावहरूलाई एक पुष्टमा स्वागत गर्दै मेरो भनाइ यही अन्त्य गर्छु। अन्तिममा चाहिँ यहाँलाई के भन्न चाहन्छु भने पाथिभारा मन्दिर हाम्रो रोङ गाउँपालिकाको द्वारमा भएको कारणले गर्दाखेरि पाथिभारा मन्दिरले हामी सबै रोङवासीको कल्याण गरून् भन्ने भनाइ राख्दै सम्पूर्णलाई स्वागतम भन्दै मेरो भनाइ अन्त्य गर्छु। हवस्, धन्यवाद, नमस्ते। थ्याङ्क यू उपाध्यक्षज्यू, एकदमै एनर्जेटिक उहाँको स्पिच रहेको थियो। यहाँलाई हार्दिक धन्यवाद छ। लगभग कार्यक्रमलाई सम्बोधन पनि गर्नुभयो र यहाँ उपस्थित सम्पूर्णलाई स्वागत पनि गरेर जानुभएको छ। हामी फेरि पनि अतिथि आसन ग्रहणकै क्रमलाई जोड्न लागिरहेका छौँ। म यतिखेर रोङ गाउँपालिका अन्तर्गतका 6वटा वडाका वडाध्यक्षज्यूहरूलाई सम्बोधन गर्न लागिरहेको छु। म वडा नम्बर 1 का वडाध्यक्ष आदरणीय मनोहरी खड्काज्यूलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। उहाँको सम्मानमा यहाँले जोडदार ताली बजाइदिनु होला। र त्यसै गरी वडा नम्बर 2 का वडाध्यक्ष आदरणीय चन्द्रशेखर किमिरेज्यू, यहाँलाई पनि हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। र त्यसै गरी वडा नम्बर 3 का वडाध्यक्ष मातृका बरालज्यू, यहाँलाई पनि हामी कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। र त्यसै गरी वार्ड नम्बर 4 का वडाध्यक्ष राजकुमार लेप्चाज्यू, म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। र त्यसै गरी वार्ड नम्बर 5 का वडाध्यक्ष दलबहादुर कुलामीज्यू, यहाँलाई पनि कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। र त्यसै गरी वार्ड नम्बर 6 का वडाध्यक्ष सत्यम चौरासी राईज्यू, यहाँलाई पनि कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। यसरी रोङ गाउँपालिका अन्तर्गतका 6वटा वडाका वडाध्यक्षहरूलाई सम्बोधन गरिरहँदाखेरि रोङ गाउँपालिका नेपालभरि राज्यभरि बाहिर पनि चिनिरहनमा र यसरी प्रज्वलित यो नाम यसरी प्रज्वलित यो गाउँपालिका यसरी प्रज्वलित भइरहनमा वडाध्यक्ष 6वटा वडाध्यक्षको पनि बराबरीको हात रहेको छ। यहाँलाई हार्दिक सम्मानका साथ हामी कार्यक्रममा स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ।
र म यहाँलाई जानकारी गराउन चाहन्छु यो कार्यक्रमलाई तपाईले प्रत्यक्ष रूपमा यही सहभागी भएर हेरिराख्नु भएको छ, अवलोकन गरिराख्नु भएको छ भने फेसबुक लाइभ चाहिँ विश्व निलामबाट तपाईले प्रत्यक्ष रूपमा फेसबुक लाइभ मार्फत पनि हामीसँग जोडिनु भएको छ। यहाँलाई म यो जानकारी गराउन चाहन्छु र फेसबुक लाइभलाई तपाईले उपस्थित महानुभावहरू र हामीलाई फेसबुक लाइभ मार्फत हेरिराख्नु हुनेलाई पनि शेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला भन्ने आग्रह गर्न चाहन्छु। र त्यसैगरी अतिथिकै आशीर्वादको क्रमलाई म जोड्न चाहे देवान साहब साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुशीला आले मगरज्यूको उपस्थिति रहेको छ। यहाँलाई कार्यक्रममा हामी हार्दिक स्वागत व्यक्त गर्न चाहन्छौँ आदरणीय सुशीला आले मगरज्यू। र त्यसैगरी हिमशिखर साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष चेतन कुमार पौडेलजीको पनि उपस्थिति रहेको छ। यहाँलाई हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। म अतिथि आशीर्वादको क्रमलाई फेरि पनि जोड्नेछु बिचमा। त्योभन्दा अगाडि हाम्रा उपाध्यक्षज्यूले शब्दले तपाईँलाई स्वागत गरिसक्नु भएको छ। अबको क्रममा चाहिँ हाम्रा कलाकार साथीहरूले नृत्य मार्फत तपाईँ सम्पूर्ण उपस्थित महानुभावहरूलाई स्वागत गर्ने क्रम रहेको छ। म अनिता राई र उहाँको साथीहरूलाई नृत्यका लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। अनिता राईज्यू। अनिता राई र उहाँको साथीहरूलाई नृत्यका निमित्त म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। यतिखेर हामीसँग स्टेजमा अनिता राईजीको उपस्थिति रहेको छ। उहाँले सोलो डान्स पर्फर्म गर्न लागिरहनु भएको छ। स्वागत नृत्यको रूपमा यहाँको जोरदार तालीले उहाँलाई सम्मान जनाइदिन अनुरोध गर्न चाहन्छु। धन्यवाद छ एकदमै सुन्दर प्रस्तुतिका लागि। एकपल्ट सम्पूर्णले उहाँको हौसलाको लागि जोरदार ताली बजाउनु सबैजनाले। कसैको हात खाली नलाउने गरी ताली बजाउनुहोस् न प्लिज।
धेरै धन्यवाद छ र तपाईँहरू यसरी सक्रिय रूपमा कार्यक्रमको अन्तिमसम्म सहभागी हुनुभयो भने मलाई कार्यक्रम सञ्चालन गर्नको लागि पनि रमाइलो हुने थियो र अवश्य हामी एकदमै कार्यक्रमको महत्त्वपूर्ण समयमा आइपुगेका छौँ। यो कार्यक्रमलाई विधिगत रूपमा उद्घाटन पनि गर्दछौँ र सँगसँगै आज हामी गुरु किसान कार्यक्रम तथा साना किसान कृषि प्रशोधन उद्योग उद्घाटनको कार्यक्रममा छौँ। यो एकदमै ऐतिहासिक र भव्य कार्यक्रम रौँ गाउँपालिकाले र यहाँहरूले रौँ गाउँवासीले पनि वर्षौं वर्ष युगौँ युग याद राख्ने यो दिन आजको यो भव्य समारोहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यो उद्योगको यो प्रवेशद्वारमा रहेको शिलालेखलाई अनावरण गरेर यो कार्यक्रमलाई उद्घाटन गर्ने कार्यक्रम रहेको छ। म हाम्रा आजका प्रमुख अतिथिज्यू माननीय रामनाथ अधिकारीज्यू र त्यसै गरी हाम्रा विशिष्ट अतिथि माननीय खगेश सिंह लिम्बुज्यू र त्यसै गरी अध्यक्षज्यू र हाम्रा उपस्थित अतिथिहरूलाई म कार्यक्रम उद्घाटनका निमित्त अघि बढिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। म कार्यक्रमका सभाध्यक्षज्यू र त्यसै गरी विशिष्ट अतिथि प्रमुख अतिथिज्यूलाई साना किसान कृषि प्रशोधन उद्योगको आज विधिगत रूपमा उद्घाटन हुन लागिरहेको छ। उद्घाटन कार्यक्रममा सहयोग भइदिनुको लागि म अनुरोध गर्न चाहन्छु। र उपस्थित महानुभावहरूलाई तपाईँहरूलाई आफ्नो ठाउँबाट उभिदिएर र एकदमै यो अनावरण भइरहँदा शिलालेख अनावरण भइरहँदाखेरि जोरदार तालीले तपाईँलाई साथ दिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कृषि तथा पशुपक्षी मन्त्री माननीय रामनाथ अधिकारीज्यूको बाहुलीबाट यो आज यसरी साना किसान कृषि प्रशोधन उद्योगको उद्घाटन भइरहेको छ र साथमा हाम्रा विशिष्ट अतिथि माननीय खगेश सिंह लिम्बुज्यू रहनु भएको छ र त्यसै गरी सभाध्यक्ष मणिकुमार साङ्गोज्यू पनि रहनु भएको छ। यहाँको जोरदार तालीका लागि म अनुरोध गर्न चाहन्छु। एकदमै गडगडाट ताली बजोस्। प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू र लगायत हाम्रो अतिथिज्यूहरू फ्याक्ट्रीभित्र अवलोकनका लागि प्रवेश गर्नुभएको छ। उत्पादन प्रशोधन र बजारीकरणको यो रणनीति सँगसँगै रौँ गाउँपालिकाले एकदमै सबल र सक्रिय ढङ्गमा विभिन्न तालिम विभिन्न सिकाइ सिपहरूबाट आज 121 जना गुरु किसानहरू प्राप्त गरेको छ। यहाँ मैले देख्न सक्छु आमाहरू हुनुहुन्छ यो गुरु किसान 121 भित्र र त्यसै गरी बुवाहरू हुनुहुन्छ एकदमै युथहरू पनि रहनु भएको छ। अहिले वैदेशिक रोजगारको मोहले अथवा बाध्यताले विदेशी रहनु परिरहेको बेलामा रौँ गाउँपालिकाले यस्तो उदाहरणीय काम
आफ्नो क्षेत्रमा 121 जना कृषक, त्यो पनि म भन्न चाहन्छु एकदमै स्मार्ट कृषकहरू, उहाँहरू सबल हुनुहुन्छ, उहाँलाई आफ्नो काममा त्यत्तिकै गर्व छ। यो देशलाई अथवा मानव जातिलाई जीवन प्रदान गर्नका लागि रौँ गाउँपालिकाको 121 जना कृषकहरू एकदमै चुस्त दुरुस्त भएर एकदमै गर्वका साथ स्टेजको यो राइट साइडमा बसिराख्नु भएको छ। एकपटक हाम्रो हिरोहरूको लागि जोरदार ताली बजाइदिनु न प्लिज। फ्याक्ट्री प्रवेश गर्नुभएको हाम्रो प्रमुख अतिथिज्यू र हाम्रो विशिष्ट अतिथिज्यू र त्यसरी हाम्रो अतिथिज्यूहरूको टोली उहाँहरू बाहिर निस्किँदै गर्दाखेरि म एउटा जानकारी यहाँलाई प्रवाह गर्न चाहे। यो ब्लड डोनेसन भइरहेको स्थानबाट चाहिँ हाम्रो टेक्निकल टिमहरू उहाँले ऱ्यापअप गर्न लागिराख्नु भएको छ। यदि कोही इच्छुक महानुभावहरू मैले पनि गर्थेँ नि ब्लड डोनेट अथवा यो एकदमै धर्मको कार्यमा पुण्यको कार्यमा म पनि सहयोग हुन्थेँ भन्ने लागिरहेको थियो भने तपाईँहरू छिटो गएर ब्लड डोनेट पनि गर्न सक्नुहुनेछ। एकदमै अन्तिम समय रहेको छ। उहाँहरू टेक्निकल टिमले चाहिँ आफ्नो काम अथवा आफ्नो समय सकिएको जानकारी गरिराखेको बेला म यहाँलाई जानकारी पनि गराउन चाहन्छु। यसको साथ हाम्रो सामूहिक नृत्यमा सहभागी रहनुभएका कलाकार साथीहरू जो ठुल्दाई बोलको गीतमा पर्फर्म गर्न लागिराख्नु भएको छ, यहाँलाई तयारी अवस्थामा रहिदिनुको लागि अनुरोध गर्न चाहन्छु। कलाकार आफै र आफ्नो गीत पनि तयारी अवस्थामा राखिदिनुको लागि मैले अनुरोध गर्न चाहन्छु। अतिथि आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। बुद्ध शान्ति गाउँपालिका वार्ड नम्बर 6 का अध्यक्ष आदरणीय शिवराम पौडेलजीको उपस्थिति रहेको छ। यहाँ कार्यक्रममा हामी हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। आदरणीय शिवराम पौडेलजी र हामीले गुरु किसान घोषणा तथा साना किसान कृषि प्रशोधन उद्योगको यो उद्घाटनमा यो हाम्रो राष्ट्रिय झण्डा अनावरण भइसकेको छ। हाम्रा विशिष्ट अतिथिज्यूहरू र त्यसै गरी हाम्रो प्रमुख अतिथि यसमा अध्यक्षज्यूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईँलाई म आसन ग्रहणका निमित्त पनि अनुरोध गर्न चाहन्छु। 9 गाउँपालिकाभित्र रहेका कृषकहरू मध्येबाट नै उत्कृष्ट ज्ञान सिप क्षमता नेतृत्व हासिल गरेका गुरु किसान तयार गर्नु किसान कार्यक्रम अघि बढाइएको छ। यसका उद्देश्यहरू भनेको परिश्रमी र समर्पित किसानहरू मध्येबाट गुरु कृषक छनौट गरी कृषि तथा पशुपालन सम्बन्धी ज्ञान सिप क्षमता विकासमा योगदान गर्ने जनशक्तिको विकास गर्नु पनि हो र त्यसैगरी आफ्नो योग्यता क्षमता र अनुभवबाट अरूलाई पनि उदाहरणीय बनाउन सकिने अवधारणाको विकास गर्नु पनि हो। कृषकहरूमा व्यावसायिक क्षमताको विकास गर्ने, किसानलाई वित्तीय साक्षरता, डिजिटल साक्षरता र पोषण साक्षरता विषयहरूमा सहजीकरण गर्ने, मुख्य श्रृङ्खलामा
श्रृङ्खलामा आधारित कृषि तथा पशुपालन व्यवसाय मार्फत आर्थिक सुधार गर्ने, कृषिजन्य तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्वको वृद्धि गर्ने, कृषि व्यवसायलाई उच्च र सम्मानित व्यवसायको दर्जा प्रदान गर्ने, संस्कृतिको विकास गर्ने, गुरु किसान मार्फत 3 तहको सरकारको सम्पर्क सञ्जालको रूपमा विकास गर्ने, असल र सफल अभ्यासलाई सधैँ किसानसम्म पुर्याउन मह बैंक स्थापना गर्ने, हरेक बालीको रोपणदेखि प्रशोधनसम्मका भिडियो सामग्री तयार गरी स्वतन्त्रता फैलाउने, गुणस्तर नियन्त्रणको लागि आवश्यक प्राविधिक खडा गर्ने र पानीको पूर्ण प्रयोग विधिलाई प्रयोग गर्दै जलवायु अनुकूलित खेती प्रणालीमा किसानलाई अभ्यस्त गराउने, गुरु किसानलाई व्यावहारिक र अनुभवले खारिएको अघोषित प्राविधिकको रूपमा कृषकलाई सहयोग पुर्याउनु यो गुरु किसान कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ। यो एकदमै तपाईहरुको उद्देश्य चाहिँ पछि पनि तपाईहरुले अवलोकन अध्ययन गर्न सक्नुहुनेछ। यो यसै तपाईहरुले कृषक भनिरहँदाखेरि यो राज्यले अथवा विश्वमै कृषकलाई जुन दर्जा दिन्छ त्यो भन्दा सबैभन्दा माथिको दर्जा जसले अन्न दिन्छ, जसले जीवन दिन्छ, त्यस्ता कृषकलाई, त्यस्तो कृषि प्रणालीलाई रोङ गाउँपालिकाले यसरी सेलिब्रेट गरिरहेको छ। यो एकदमै उदाहरणीय काम हो। तपाईहरु यस्तो गाउँपालिकामा हुनुहुन्छ जहाँ कृषक चाहिँ हिरो हो। अघि मलाई पत्रकारजीहरुले सोध्दै हुनुहुन्थ्यो हिरो भनिरहनु भएको छ। कुन फिल्मको हिरो? जीवनको हिरो, पर्यावरणको हिरो, यो देशको हिरो चाहिँ कृषक हुनुपर्छ। र त्यो एउटा उदाहरण रोङ गाउँपालिकाले गुरु किसानहरू छनौट गरेको 101 जना गुरु किसानहरू त्यसको उदाहरण हो। म यहाँलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यहाँको यो हौसला तत्परता अझ उन्नत भएर जाओस्, यहाँलाई हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र अघि नै मैले उद्घोष गरेको छु ठुल्दाई गीत जुन पुष्पन प्रधानको गीत रहेको छ, कतिजनाले सुन्नु भएको छैन। त्यस्तो भाइरल हुने अथवा सबैले गुनगुनाउने गीत होइन, तर यो गीतको अर्थ चाहिँ हामीसँग मिल्न जान्छ। आज 101 जना किसान अथवा यो देशको श्रमजीवीहरूको भावनासँग मिल्न जान्छ। यो देश कसले बनाइरहेको हो भन्ने विषयमा ठुलो बहस हुन्छ, नेताले हो भनेर, तर नेताले मात्रै होइन, देश कृषकले बनाइरहेको हो, देश पत्रकारले बनाइरहेको हो, देश ती तमाम श्रमजीवीहरूले बनाइरहेको, जसले आफ्नो कर्म गरेर हरेक ठाउँमा हरेक पक्षमा आफ्नो कर्मदान गरिरहेका छन् र यो देश सञ्चालन गर्नका लागि बराबरीको आफ्नो भूमिका निर्वाह गरिरहेका छन्। त्यस्ताहरू सम्पूर्ण हामी तपाईँ सबैले बनाएको देश हो यो। त्यही भएर यो देश कसले बनाइरहेको हो भन्ने सवालमा आज ठुल्दाई भन्ने बोलको गीतमा प्रस्तुति दिन लागिरहेको भएको छ। कलाकार साथीहरूलाई म छिटो गरेर स्टेजमा आमन्त्रण गर्न चाहन्छु। तपाईहरुलाई देश बनाउनका लागि बराबर दायित्व बोध गर्ने, बराबर कर्म गर्नुहुने हाम्रो कलाकारज्यूहरूलाई पनि छिटै गरेर स्टेज प्रवेश गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। मन्त्रीको कति खेर गर्दैछ? कहाँ आउँछ किन? भइसक्यो त्यसलाई त्यसैलाई गरौँ न। 101 हो।
विष्णुदाले भनेर काटेर बनाएको होइन उसलाई त्यो नन्दीको यस्तै छ होला कि हजुर देखाउने के त्यसलाई कुन चाहिँ कार्टुन ल्याइयो भन्दाखेरि नन्दु भनेको हाम्रो अभियानको यसले लास्टै तलै जोके मिडिया सोके यसलाई रिप्लेस गरेर आफू बस्न पाइँदैन फाइनली हाम्रो कलाकारको सङ्ख्या धेरै भएको कारणले गर्दाखेरि उहाँहरू मञ्चमा आफ्नो नृत्य प्रस्तुत गर्नको लागि सक्नु भएन, त्यही भएर ग्राउन्डमै उहाँहरूको पर्फर्मेन्स रहनेछ। एकपटक उपस्थित सम्पूर्ण महानुभावहरूले हाम्रो कलाकारहरूको हौसलाका निमित्त जोरदार ताली बजाइदिनुहोस् प्लिज। कदम फर्केला आठ बजी जान्छ 5 बजी फर्किन्छ रिस उठे आफै सीता झर्किन्छ 8 बजी जान्छ 5 बजी फर्किन्छ रिस उठे आफै सीता झर्किन्छ चिसो पानी पिउँछ जुस खाँदैन भात रोटी खान्छ घुस खाँदैन कसरी भन्दा उसले बेस बनाउँदैन कसरी भन्दा उसले देश बनाउँदैन रेस्टुरामा कफी कटलेट खाँदैन आफ्नो काममा कहिल्यै जाँदैन एसी कारमा कहिल्यै चढेको छैन हावा जगमा पनि उडेको छैन हकारी सन्दुक फोरेको छैन पैसा कहिल्यै छुरेको छैन कसरी भन्दा उसले देश बनाउँदैन कसरी भन्दा उसले देश बनाउँदैन
गएको छैन ग्लोबल विलेज आइटी नलेज बुझेको छैन भोटर कार्ड छ तर क्रेडिट कार्ड छैन भोट हाल्न भन्ने त्यसले छाडेको छैन छक्का पन्जा फिक्का चौका हालेको छैन मान्छे हुन पारी अर्को जानेको छैन कसरी भन्ने ठुङ्गायो यसै देश बनाउँदैन जीवनको प्राण रक्षक कृषिभित्र पनि क्रान्ति छ जहाँ भोकमरीको दमन छ यसमा अमूल्य जीवन दिने कृषक ज्येष्ठ नागरिकप्रति हाम्रो हार्दिक नमन छ जय देश जय कृषि हार्दिक धन्यवाद सम्पूर्ण कलाकारहरूलाई र एकदमै हामीलाई चकित बनाउनु भयो एकदमै स्लो गीतमा दौड सुरुवाल लगाएर बिगोइङ पनि गर्न मिल्छ हिपहप पनि गर्न मिल्छ भन्ने हामीले सोचेका पनि थिएन यहाँको एकदमै धेरै सुन्दर प्रस्तुतिका लागि यो तयारीका लागि यहाँलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र अबको क्रममा यो भव्य कार्यक्रम हामीले रोमलाई देशमा चिन्यौँ विदेशमा चिनिरहेका छौँ भोलि दिनमा रोमको प्रोडक्ट नेपालभरि चर्चामा छ विदेशमा पनि चर्चामा आउला रोमको प्रोडक्टहरू रोमको सिन्की गुन्द्रुकहरू यो प्रोडक्ट मात्रै होइन यो एउटा भावना पनि होला अस्ट्रेलिया बसिरहेको छोराछोरी अमेरिकामा पढिरहेका छोराछोरीहरूका लागि आमाले बनाइदिएको गुन्द्रुक सिन्कीको पनि तलतल भेटाउने गरेको यो रोमको जुन एउटा भावना र उत्पादनलाई जोड्ने कर्म रहेको छ यो एकदमै धेरै सराहनीय छ र यो देशले अन्तर्राष्ट्रिय जगतले पनि उदाहरणको रूपमा लिइरहेको अवस्थामा हाम्रा डाइनामिक अध्यक्ष जसले यो सोच्नुभयो जसले यो सोच र यो कार्यक्रमको नेतृत्व गरिराख्नु भएको छ म रोम गाउँपालिकाका अध्यक्ष आदरणीय मणिकुमार स्याङ्गोज्यूलाई अबको क्रममा आफ्ना मन्तव्यका लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छु उहाँको सम्मानमा हेरेर सम्पूर्णले जोरदार ताली धन्यवाद कार्यक्रम सञ्चालकहरू आजको गुरु किसान प्रारम्भ तथा साना किसान कृषि प्रशोधन उद्योग कार्यक्रमका प्रमुख अतिथि देशभरिका किसानहरूका हृदय सम्राट कृषि तथा पशुपक्षी विकास मन्त्री आदरणीय रामनाथ अधिकारीजी कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी विकास मन्त्री आदरणीय खगेन्द्र सिंह हामिमज्यू त्यसै गरी पूर्व मेयर इलाम नगरपालिकाका आदरणीय हिमालय कर्मचारीज्यू धादिङका गाउँपालिका अध्यक्ष पूर्व अध्यक्षज्यू रुम गाउँपालिकाको उपाध्यक्षज्यू सहित सम्पूर्ण जनप्रतिनिधिहरू सचिवालय मन्त्रीज्यूको सचिवालय टिम सम्पूर्ण टिम प्रदेश कोशी मन्त्रीज्यूको सम्पूर्ण सचिवालय टिम उपस्थित सम्पूर्ण गुरु किसान सम्पूर्ण सञ्चारकर्मी उपस्थित किसानलाई कृषिलाई माया गरेर उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय किसान दाजुभाइ दिदीबहिनी रोम गाउँपालिकाको सम्पूर्ण कर्मचारी र यो कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्नको लागि अहोरात्र रूपमा खट्नुभएका आयोजक टिम स्वयंसेवक सबैलाई गाउँपालिकाको तर्फबाट विशेष धन्यवाद सहित न्यानो स्वागत टक्राउँदै छोटो मेरो कुरा राख्ने अनुमति चाहन्छु। म आज अत्यन्तै खुसी छौँ रोम गाउँपालिका परिवार आज जताततै
गुरु किसानको झण्डाहरू देखिन्छ। हुन त हामी कुनै न कुनै दलबाट निर्वाचित भएर नै आएको हौँ। निर्वाचनको प्रक्रियामा सबैले आफ्नो झण्डा बाइकको दुईटा लेगार्डमा देखिन्, जताततै गाडेर चुनाव जिते तापनि जितिसके पछाडि किसानको एजेन्डामा एक हुनुपर्छ। कृषि नै हाम्रो देशको आर्थिक मेरुदण्ड हो, कृषिलाई प्राथमिकताका साथ हामी अगाडि बढ्नुपर्छ भनेर गुरु किसानको झण्डा सहित आज प्रारम्भ कार्यक्रमको ऐतिहासिक घडीमा छौँ। सायदै मसँग तथ्याङ्क त छैन, बजेटको पूर्व सन्ध्यामा संघीयताको कार्यान्वयनको आज 8औं वर्ष पुग्दै गर्दा 3 तहको सरकार, संघीय कृषि मन्त्रीज्यू, प्रदेशको कृषि मन्त्रीज्यू र स्थानीय सरकारको सम्पूर्ण जनप्रतिनिधि टिम, तीनै पक्ष साथमा मेहनती असल गुरु किसान राखेर, साथमा उपस्थित सम्पूर्ण किसान राखेर, साँच्चीमा त्यो क्यामेरा अगाडि राखेर सायद अन्तर्क्रिया हुँदैछ देश भने त्यो रोङ गाउँपालिकामा हुँदैछ। हामी अत्यन्तै खुसी छौँ। आजको यो अन्तर्क्रिया विमर्शले एउटा निष्कर्ष पाउनेछ र देशको 3 तहको सरकारले अब बन्ने नीति कार्यक्रममा कृषि क्षेत्रको विषयलाई लिएर भूगोल सुहाउँदो, गाउँ सुहाउँदो नीति कार्यक्रमले प्राथमिकता पाउनेछ भन्नेमा रोङ गाउँपालिका परिवार विश्वस्त छौँ। धेरै विज्ञहरू हामी कहाँ हुनुहुन्छ, विज्ञता र विज्ञताभित्र भएका ज्ञानलाई लोकल लेभलमा लोकलाइज गरेर लागू गर्नु अर्को विज्ञता हो। हाम्रा थुप्रै विज्ञहरूले बनाएका योजनाहरूले आज देशसम्म यहाँसम्म आइपुगेको छ। केही प्रगतिका सूचकहरू हेर्दा थुप्रै योजनाहरू छोडिएको छ, फेल भएको अवस्था छ। वास्तवमा यो देशलाई पढ्नु छ, यो समाजलाई पढ्नु छ भने एक कार्यकाल वडाध्यक्ष हुनुपर्छ जस्तो मलाई लाग्छ। यो समाजलाई नजिकबाट पढ्न पाउने ठाउँ सायद वडाध्यक्ष, वडा सदस्य, स्थानीय सरकारकै प्रतिनिधि हुनुपर्ने रहेछ। यहाँनिर अस्पतालमा फी तिर्न नसकेर, कलेजको फी तिर्न नसकेर, सहकारीको किस्ता तिर्न नसकेर, श्रीमान श्रीमतीको झगडादेखि लिएर यावत समस्यालाई हामीले नजिकबाट निहालेका छौँ। सँगसँगै किसानको समस्या, यहाँको विद्यार्थीको समस्या, शिक्षकको समस्या, विकासको समस्या, यी सबै समस्याहरूलाई र सम्भावनाहरूलाई हामीले नजिकबाट स्थानीय तहको प्रतिनिधिहरूले हेर्न पाएका हुन्छौँ। चाहेर पनि प्रदेश र सङ्घीय सरकारहरूले वास्तवमा यो सङ्घीयताको स्ट्रक्चरकै कारणले पनि हो, गाउँमा रात दिन आएर किसानहरू समुदायसँग बसेर नजिकबाट समुदायको समस्या के हो र थोरै लागतमा अथवा लागत बिनै सुधार्न सकिने उपायहरू के हो भन्ने कुरा अध्ययन गर्नलाई त्यो स्ट्रक्चरले पनि त्यो साथ दिएको अवस्था छैन। त्यसकारणले गर्दा यो समाजलाई नजिकबाट हेरेर, यो समुदायलाई अध्ययन गरेर 3 तहको सरकारले यो दृष्टिकोण बनाएर जानुपर्छ भनेर रोङ गाउँपालिकाले 3 तहको सरकारलाई झकझगाउनको लागि पनि आजको यो कार्यक्रमको घोषणा गरिएको छ। र आज सभ्य र भव्य ढङ्गमा किसानहरूको उत्साहजनक उपस्थितिको बीचमा प्रदेशका कृषि मन्त्रीज्यू र संघीय कृषि मन्त्रीज्यूलाई साँची राखेर रोङ गाउँपालिकाको अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधि कर्मचारी एकसाथ उभिएर अब यो दिशामा रोङ गाउँपालिकाले बनाएको यो दृष्टिकोण छ। नेताहरू हुन्छन्, 99% स्टेजको समय राजनीति गर्ने नेताहरूले लिन्छन्, तर किसानले उत्पादन गरेको कृषि उत्पादन छैन भने न हामी, न डाक्टर, न पाइलट, न इन्जिनियर, न कर्मचारी, हामी कोही पनि रहन सक्दैन, बाँच्न सक्दैन। त्यति महत्त्वपूर्ण किसानहरूलाई किन पछाडि राख्ने, बरु हामी पछाडि नै बसौँला। आजको सिड प्लान पनि कृषिलाई कति प्राथमिकता दिनुपर्छ र रोङले कसरी हेर्दैछ भन्ने कुराको चित्र झल्काउनको लागि हामीले यो सिड प्लान पनि यो ढङ्गले तयार गरेका छौँ। अब म गाउँपालिकाको कृषि रणनीति विषयमा छुट्टैमा प्रवेश गर्न चाहन्छु। उत्पादन, प्रशोधन र बजार 3 खम्बे नीति रोङ गाउँपालिकाले अगाडि बढाएको छ। उत्पादन किसानसँग जोडिन्छ, सानो सरकार, जनताको घर दैलोको सरकार, जनतासँग प्रत्यक्ष जोडिएको सरकार भएको कारणले उत्पादन साना किसानसँग जोडेर हामी साना किसानलाई हेर्छौँ। साना किसानभित्र पनि
गफाडी किसानलाई होइन, नेता किसानलाई होइन, अल्छे किसानलाई होइन, असल मेहनती किसानलाई हेर्नुपर्छ र उहाँहरूलाई गुरु किसानको संज्ञा दिनुपर्छ भनेर गुरु किसानलाई क्षमतावान बनाउँदै, दक्ष बनाउँदै, जलवायु परिवर्तनको बारेमा बुझाउँदै, गुणस्तरको बारेमा बुझाउँदै, बजारको बारेमा बुझाउँदै, उत्पादनको उत्पादकता वृद्धि सहित कृषि पेसाबाट न्यायी सम्भावना छ भन्ने कुराको उजागर र नमुना प्रस्तुत गर्दै गुरु किसानलाई नै हामी मुख्य केन्द्रबिन्दुमा राखेर उत्पादनको कार्यक्रमलाई अगाडि बढाउने गरी उत्पादनको नीति लिएका छौँ। यसमा प्रश्न हुन सक्छ, ठुला व्यवसायीहरूलाई किन नहेर्ने? 200 बिघा 300 बिघा चाक्ला गर्ने खेतीमा खेती गर्ने किसानलाई किन नहेर्ने? उहाँहरूलाई हेर्नको लागि प्रदेश सरकार हुनुहुन्छ, संघीय सरकार हुनुहुन्छ। उहाँहरूलाई गर्ने सहयोग छुट्टै प्रकृतिको हुन्छ, तर साना किसानलाई गर्ने सहयोग छुट्टै प्रकृतिको हुन्छ। त्यस कारणले गर्दा हामी उत्पादनमा मेहनती किसानहरूलाई व्यवस्थित गरेर गुरु किसानको सङ्केतले पहिचान दिलाएर गुरु किसान मार्फत उत्पादनको क्वालिटी, क्वान्टिटी र कन्टिन्यू उत्पादनको ग्यारेन्टी किसान मार्फतै गराउँदै रोजगारको सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्ने, ग्रामीण अर्थतन्त्र चलायमान पार्ने, निर्यात उन्मुख हुने लगायत थुप्रै सूचकहरू दिगो विकासको सूचकहरूलाई छुँदै किसानको उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले गुरु किसानको हामीले घोषणा गरेर अगाडि बढेका छौँ। उत्पादित वस्तुले बजार पाएन भने थुप्रै आक्रोशहरू छन्। मूल्य पाइँदा फ्रेस बजारमा बेच्ने, मूल्य नपाउँदा हरेक वडामा एउटा प्रशोधन उद्योग स्थापना गर्दै ती प्रशोधन उद्योगलाई सहकारी मोडलमा सञ्चालन गर्दै त्यो सहकारीले बजार नपाउँदा किनिदिने र समय र रूप परिवर्तन गरेर बजारमा समय लिएर बिक्री गर्न सक्ने प्रशोधनहरू उद्योग स्थापना गर्ने लक्ष्यका साथ दोस्रो रणनीतिको पिल्लर प्रशोधन उद्योग रोङ गाउँपालिकामा विशेष अनुदान 5 करोड बजेट मार्फत यो एउटा उद्योग निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएको छ। आजको कार्यक्रममा यो उद्योग स्थापना अथवा यो उद्घाटन कार्यक्रम पनि अघि भर्खरै सम्पन्न भएको छ। हामी रोजगार नागरिकको मौलिक हक अन्तर्गत पर्छ। 10 जना मात्रै सेवाग्राही आए पनि स्वास्थ्य चौकी हामी बन्द गर्न पाउँदैनौँ, विद्यालय बन्द गर्न पाउँदैनौँ, किनभने नागरिकको आधारभूत आवश्यकता, आधारभूत शिक्षा र स्वास्थ्य निःशुल्क र अनिवार्य सरकारको संविधानमा लेखेको छ र नागरिकको मौलिक हक भनेको छ। त्यस्तै मौलिक हकमा रोजगार पनि हो। रोजगार प्रदान गर्नको लागि खरबौं पैसा देशको प्रधानमन्त्री रोजगार कार्यक्रममा हामीले खर्चेका छौँ, तर 10 वर्ष 20 वर्ष पुग्दा पनि त्यो परियोजनाले अर्को रोजगारको अवसर सिर्जना गर्ने स्थिति देखिँदैन। तर यी यस्ता उद्योगहरू स्थापना गरेर यी यस्ता उद्योगहरूलाई विद्युत फी निःशुल्क गर्दै विभिन्न सहुलियतहरू प्रदान गर्ने हो भने यस्ता उद्योगहरूले स्वयं किसानहरूलाई प्रत्यक्ष रोजगार दिनेछ भने अप्रत्यक्ष रूपमा स्वयं किसानले उत्पादन गरेको वस्तुले बजार पाउनेछ। त्यस कारणले यी यस्ता उद्योग धन्दाहरू पनि सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गतको लगानी भएको कारणले गर्दा हामीले यसलाई कृषि प्रशोधन उद्योग मात्रको दृष्टिकोणले हेरेका छैनौँ। यो एउटा सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम हो भनेर महत्त्वका साथ रोङ गाउँपालिकाले कृषि प्रशोधन उद्योगलाई हामीले बढाएका छौँ। अन्य 6 नम्बर 1 नम्बरमा अर्को 2टा उद्योग यस्तै प्रकारको उद्योग यो असारमा सम्पन्न हुँदैछ र हामी यो उद्योगहरू सञ्चालन आइसके पछाडि भन्न सक्ने अवस्थामा पुगेका छौँ कि तपाईँको करेला उत्पादन गर्नुहोस्, 20 रुपियाँ किलो भइन्जेल बजार बेच्नुहोस्, 20 रुपियाँ किलोभन्दा तल झऱ्यो भने सहकारीले किनिदिन्छ र सुकाएर बेमौसममा नेपाल देश विदेशको बजारमा बेच्न सक्छ हामीले भन्न सक्ने अवस्थामा पुगेको छ। यो असार पछाडि हामी करिब 50,000 केजी काँचो करेला सुकाउन सक्ने सामर्थ्य यो 3टा फ्याक्ट्रीले दिन्छ। हामी मूल्य पाएनौँ भनेर कराइरहँदाखेरि मूल्य नपाएर त्यसको भ्यालु चेन्ज गर्ने विधिहरूमा हामी प्रवेश गरेका छौँ। हामी किसानहरूको सबै उत्पादनको बजारको ग्यारेन्टी गर्न त सक्दैनौँ, सकेको जति एक मेलोले पक्रेर हामीले एउटा दिगो प्लान बनाएर अगाडि बढेका छौँ। यो उद्योगलाई सक्रिय रूपमा चलाउने तपाईँहरूले नै हो। यो उद्योगलाई जति चलायमान पायौँ त्यति नै रोजगार सिर्जना हुने हो। यहाँबाट बिक्री बापतको मूल्य गाउँमा छिर्दै गर्दा ग्रामीण अर्थतन्त्र चलायमान हुने हो।
र यसको भविष्यसँग तपाईको भविष्य जोडिएको छ र यो प्रशोधन उद्योग रोङ गाउँपालिकाले कृषि रणनीतिको 3 खम्बे नीति मध्ये एउटा प्रशोधनको एउटा खम्बाको रूपमा महत्त्वका साथ लिएका छौँ र यसरी उत्पादित वस्तुलाई ब्रान्डिङ प्याकेजिङ सहित बजारीकरण गर्ने रोङको 3 खम्बे नीति मध्येको बजार अर्को नीति हो। यो बजार स्थापित गर्नको लागि निजी क्षेत्र सामुदायिक मोडलमा स्थापित कम्पनीहरू लगायत थुप्रै कम्पनीहरूसँग समन्वय र सहकार्य गर्दै बजार मैत्री नीतिहरू तयार गरेर सहयोग सद्भाव सहकार्य गरेर हाम्रो उत्पादन र बजारीकरण गर्ने लक्ष्यका साथ रोङ गाउँपालिकाले आक्रमक ढङ्गले नीतिगत रूपमा सुधार गर्दै त्यो ढङ्गले त्यो दिशामा कार्यक्रम पनि हामी गर्दैछौँ। हामीले गुन्द्रुक पनि ब्रान्डिङ हुन्छ, त्यो ब्रान्डिङ भनेको के हो भन्ने सम्मको प्रश्नहरू उठे। हामी मोबाइल किन्दा, जुत्ता किन्दा, घडी किन्दा, जे किन्दा पनि हामी ब्रान्ड हेर्छौँ। हामी नै हो उपभोक्ता। बजार पाएन सरकारलाई गाली गरिरहेको छ। सरकारले किनेर खाने होइन, खाने भनेको उपभोक्ताले हो। उपभोक्ता भनेको तपाईँ हामी नै हो। गाउँको दुध बिकेन भनेर सरकारलाई गाली गर्ने हामी नै हो। तर भाटपट्टिमा गएर डेरी प्रोडक्ट किन्दा भारतीय बहुराष्ट्रिय कम्पनीको अमुलको प्रोडक्ट किनेर फर्किन्छ। बजार हामी नै हो। हाम्रो मनोज्ञान हामी ब्रान्डको पछि जानी नजानी लागिसक्यौँ। हिजोको आजभन्दा 15 वर्ष अगाडि हामी सबैको हातमा चाइनिज फोन थियो, 3000-3500 रुपियाँ। तर आज 3 लाख पर्ने आइफोन बोक्ने ग्राहक पनि छ, स्यामसङ बोक्ने ग्राहक पनि छ। विभिन्न ब्रान्डेड मोबाइलहरू चलाउने हाम्रो मानसिकता अथवा ब्रान्डको पछि हामी लागिसक्यौँ भने हाम्रो किसानको उत्पादनलाई भ्यालु चेन्ज ब्रान्ड बनाएर हामीले बजारमा निकाल्न सकेनौँ भने अब हाम्रो किसानको उत्पादन बिक्नेवाला छैन। आज भाटपट्टिमा गएर हेर्नुभयो भने कोपीलाई पनि कभर लाएर बेच्दै गरेको कोपी किन्ने उपभोक्ताहरू धेरै बढे। धुलोमा बोरामा फिजाएर बेचेको किसानको उत्पादनहरू बिक्न छोडिसके भनेपछि हाम्रो उपभोक्ताहरूको मनोविज्ञान ब्रान्डको पछि लाग्दै गर्दा हामीले किन ब्रान्डिङ नगर्ने र ब्रान्डिङ सहित बजारीकरण किन नगर्ने? यो 3 खम्बे रणनीतिलाई रोङ गाउँपालिकाले विशेष महत्त्वका साथ अगाडि बढाएर हामी कार्यान्वयन गर्दैछौँ। आजको यो कार्यक्रममा यो 3 खम्बे नीतिको विषयमा छोटकरीमा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू लगायत सम्पूर्ण उपस्थित महानुभावहरूलाई बुझाउने कोसिस गरेको छु। नबुझेको कुरा भए अनौपचारिक रूपमा फेरि बुझाउनेछु। आज विशेष कार्यक्रमको मेन स्ट्रिममा आएर म व्याख्या गर्न चाहन्छु। गुरु किसान प्रारम्भ कार्यक्रम घोषणा तथा प्रारम्भ कार्यक्रम। यो गुरु किसान भनेको के हो? धेरैले बुझिराख्नु भएको छैन। गुरु भनेको एकजना किसानले गुरु भनेको चाहिँ बाहुन बुढाहरू पण्डितै गर्नेहरू हो भनेर मलाई सोध्दै हुनुहुन्थ्यो। होइन, गुरु किसान भनेको असल मेहनती आफूले जानेको सिपलाई अरूलाई सिकाउने, नयाँ नयाँ खोजी गर्ने, अध्ययन गर्ने किसानलाई गुरु किसानको दर्जा दिन्छ। गुरु किसान व्यवस्थापन कार्यविधि 2080 कानुनै बनाएर हामीले गुरु किसानको व्यवस्थापनमा अघि बढेको छ। गुरु किसान हुनको लागि कार्यविधिमा विभिन्न मापदण्डहरू राखिएको छ, जसमध्ये एउटा मापदण्ड मुख्य महत्त्वपूर्ण मापदण्ड विगत 3 वर्षदेखि त्यही खेतीमा इङ्गेज भएको हुनुपर्ने, वार्षिक आम्दानी यति हुनुपर्ने, रोजगार सृजना हुनुपर्ने लगायत थुप्रैवटा आधारहरू सूचकहरू छन्। र खुल्ला सूचना खुलाएपछि किसानको आवेदन अनुसार हाम्रो प्राविधिक टिम घर घरमा गएर उहाँले भरेको फारमको सूचक अनुसार छ छैन त्यसलाई हेरेर अङ्क दिएर अङ्क भागको आधारमा 159 आवेदन मध्ये 121 जना गुरु किसानहरू हामीले छनौट गरेका छौँ। हामीले गुरु किसानको थुप्रै उद्देश्यहरू राखेका छौँ। हामीले 50औं वर्षदेखि कृषि क्षेत्रमा विभिन्न अनुदानको नाममा हामीले राज्यको स्रोत खर्च गरेको छ। तर आज करोडौं अनुदान लिने किसानहरू कोही अस्ट्रेलिया पुगेको छ, कोही 60 लाख तिरेर अमेरिका चोर बाटो भागेर ट्रम्पले अस्ति फर्काइदिएको छ। अब हामी ती त्यस्ता किसानको पछाडि होइन, गुरु किसानको पछि लाग्नुपर्छ भनेर यो राज्यको अस्ति भर्खरै संघीय माननीय मन्त्रीज्यूले पनि 5 खर्बको चाहिँ अनुदानको विवरण सार्वजनिक गर्नुभएको। तर ती लगानीबाट किन प्रतिफल आएन? किन किसानहरू सन्तुष्ट भएन? किन आज हामी राजनीति गर्नेहरूले गाली खाइरहेका छौँ? यो एउटा सोचनीय विषय बनेको छ। नेपालको 20 वर्षे कृषि रणनीतिहरूमा 2015 देखि लागू भएको छ। मैले हेर्दाखेरि 5 वर्षभित्रमा आयातलाई हामी शून्यमा झार्नेछौँ भनेको छ। 2015 बाट लागू भएको कृषि रणनीतिमा आज 25 मा आइपुग्दा
आयात बढेर 4 गुणा 5 गुणा माथि पुगेको अवस्था छ। हामीले एकैचोटि निर्यातको सपना देख्यौँ, वास्तवमा आत्मनिर्भरको कुरालाई हामीले भुल्यौँ। आत्मनिर्भर हुनको लागि हाम्रो किसानहरूको उत्पादन, कृषि उत्पादनहरूलाई वृद्धि गर्नुपर्छ। कृषि उत्पादन वृद्धि गर्नको लागि हामीले सम्झाउने किसानै हो। त्यो किसान भनेको गुरु किसान हो। हामीले गफाडी किसान, नेता किसानलाई छोड्ने र सरकारले दिने अनुदान सहयोगहरू भनेको एकैचोटि ठुल्ठुलो लाखौँ करोडौँको अनुदानहरू हामीले बाँड्ने काम पनि छ। उहाँलाई 2 दिन राखेर कृषिको बारेमा उहाँले जान्नै पर्ने विषयवस्तु पढाउन सकेको छैन भने उहाँलाई अनुदान दिएर घरबार बिगार्नु पनि हुँदैन। हामीले 2 दिन पढाउँ, प्राविधिक रूपमा दक्ष बनाऊ, उहाँलाई नै हामी सबै कुरा योग्य बनाऊ, उत्पादकता के हो भन्ने सिकाउँ, जलवायु परिवर्तन के हो भन्ने कुरा सिकाउँ। त्यस पछाडि उहाँहरूलाई प्रविधि हस्तान्तरण गरौँ, विभिन्न सहयोग सपोर्टहरू गरौँ र उत्पादनको क्वालिटी क्वान्टिटी र कन्टिन्यू उत्पादनलाई ग्यारेन्टी गरौँ भनेर हामीले यो कार्यक्रम ल्याएका छौँ। यी सिक्किममा कृषि डाक्टर भन्ने एउटा कार्यक्रम रहेछ। त्यहाँका चाहिँ कृषि अनुसन्धान डाक्टरहरू 4 जना अस्ति 3-4 दिन रोममा आएर थुप्रै कुरा अध्ययन गरेर जानुभयो, हामीसँग बसे। यहाँ हामीसँग कृषि शाखामा MSc एजी गरेका हाम्रो प्राविधिक हुनुहुन्छ, मन्त्रालयमा हुनुहुन्छ। गाउँमा किसानहरू बाँड्न गयो भने हामीले प्राविधिक सहयोग पाएनौँ भनेर आक्रोश पोखिराख्नु भएको छ। प्रत्येक किसानको घरमा सरकारले कृषि प्राविधिक पठाउन सक्ने स्थिति पनि अहिले तत्काल म देख्दिनँ। सामान्य किसान आफैले सुधार्न सकिने जान्नुपर्ने विषयहरू किसानलाई नै सिकाउन सक्यौँ भने मुख्य समस्यामा सरकारको प्राविधिक, सरकारको ल्याबमा लगेर परीक्षण गर्दै रोगहरूको निराकरण गरेर कृषिलाई स्थायित्व दिन सकिन्छ। किन सकिँदैन भन्ने कुरा मसँग एउटा ज्वलन्त उदाहरण छ। यहाँ गुरु किसान भित्रबाट एकजना यहाँ हाम्रो बलराम तामाङ आएको हुनुहुन्छ। उहाँले करिब 3-5 कक्षा पढ्नु भएको होला, धेरै पढ्नु भएको छैन। हामीसँग शाखामा MSc एजी गरेको कर्मचारीहरू हुनुहुन्छ, हाँस्दै हुनुहुन्छ। तर उहाँले 21 दिनको मौरीको एउटा तालिम लिनुभएको छ। जम्मा मौरीको आयु 45 दिन हुँदो रहेछ। छुई शब्द चिन्छ। त्यो मौरीलाई पढेर अध्ययन गरेर रानी मौरीलाई अन्डा पार्न लाएर कर्मी मौरीले रोयल जेली भेला गरेर रोयल जेली मात्रै खुवाएको एउटा बच्चालाई अर्को रानी मौरी 21 दिनमा बनाएर स्वस्थ र सक्रिय रानी मौरीको नेतृत्वमा पुरानो रानीलाई हटाउँदै त्यो घारलाई मजबुत पार्दै सक्रिय रूपमा क्रियाशील गराएर बहुपुष्प रसहरू सङ्कलन गर्दै हाम्रो रोम मह उत्पादन हुँदैछ। यति काम गर्न बलराम तामाङले जान्नुहुन्छ। तर यही काम हाम्रो कृषिका विज्ञहरूले सबैले जानेको हुन्न। अघि नै मैले भनेको छु, विज्ञता एउटा पाटो हो भने जानेको कुरालाई लागू गर्न जान्नु अर्को विज्ञता हो। त्यो विज्ञता 3 कक्षा 5 कक्षा पढेको हाम्रो गुरु किसान बलराम तामाङले गर्न सक्छ भने त्यो मौरीभन्दा ठुलो होइन कफी अलैँची, गाई बाख्रा। धेरै सहज छ। हाम्रो किसानहरूलाई जसरी आज मौरी क्षेत्रमा जुन हिसाबले विज्ञ बनाएर ल्यायौँ, त्यसरी नै हाम्रो गुरु किसानहरूलाई आफूले गर्दै गरेको चाहे त्यो अलैँची होस्, चाहे कफी होस्, बाख्रा गाई पालन सामान्य प्राविधिक कुरामा उहाँहरूले निपुण बनाउँदै अन्य प्रविधि हस्तान्तरण गर्दै उहाँहरूको उत्पादनलाई गुणस्तरीय बनाउँदै बजार लाने नीतिका साथ हामीले गुरु किसान नगरी बढाएको। किसान भन्ने बित्तिकै लुते, फाटेको लुगा लाउने, गरिब, कमजोर, यो भाष्य सिर्जना हुने भिडियो सामग्रीदेखि लिएर पाठ्य पुस्तकको किताबमा छापिने चित्रदेखि लिएर हामी किसानलाई हेपिएको चित्रण प्रस्तुत गर्छौँ। तर गुरु किसान, अबको किसान त्यो होइन। अघि भर्खरै हाम्रो अन्जिता राई बहिनीको नेतृत्वमा प्रस्तुत गरेको गीतले पनि भनिसकेको छ। हाम्रो भारतीय कलाकार पुष्पन प्रधानको अत्यन्तै मनपर्ने गीत, यो देश विकास गर्ने भनेको नेताले हो भन्ने भाष्य बनाउनु भएको छ सबैजना हामीले। तर देश विकास गर्नको लागि त्यो कुर्कुचा फुटेर खेती बालीमा अत्यन्तै मेहनत गर्ने किसानको पनि उत्तिकै योगदान छ। क्यामेरा बोकेर चाहिँ पत्रकारिता गर्ने पत्रकारको उत्तिकै योगदान छ। यो समाजमा क्रियाशील सबैको भूमिका देश विकासमा उत्तिकै छ। कसरी भन्नु ठुल्दाजु, तिमीले देशको विकास गर्दैनौ भनेर अघि नै गीत प्रस्तुत गरेर नाच प्रस्तुत गरेर गइसक्नु भएको छ। हामीले गुरु किसान बनाउनुको उद्देश्य कृषि पेसाप्रति उच्च सम्मानका साथ म किसान हो भनेर शिर उठाएर हिँड्न सक्ने वातावरण बनाउनु। त्यसको लागि हामीले छुट्टै पहिचान स्थापित गर्नको लागि लोगो तयार गरेका छौँ। प्रत्येक झन्डामा पनि त्यो लोगो छ। लोगो अङ्कित हाम्रो ब्याज
अथवा के भनिन्छ यसलाई लोगो कति सांसदजीहरूले मात्रै लाने अब किसानले पनि लोगो लाएर हिँड्ने त्यो लोगोको पनि छुट्टै परिभाषा छ र उहाँहरूलाई म किसान हो म गर्वका साथ म कृषि पेसामा छु भनेर हिँड्ने वातावरण बनाउँदै किसान र कृषिप्रति उच्च सम्मानको वातावरण बनाउँदै सबैलाई कृषिप्रति आकर्षित गर्दै यो रोजगार सृजना आर्थिक वृद्धि दरको मेरुदण्ड कृषिलाई थप प्रवर्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम गुरु किसान प्रारम्भ कार्यक्रममा 3 तहका सरकारको कृषि मन्त्रीज्यूलाई यही साथी राखेर स्थानीय सरकार रोङ गाउँपालिकाले यो कार्यक्रम हामीले आयोजना गरेका छौँ। आज अत्यन्तै सफल ढङ्गले सञ्चालन भइरहेको छ। वास्तवमा खरबौं बजेट हामीले घोटाइसक्यौँ। यसको परिणाम आउन नसकेको कुरा हामीले स्वीकार्नुपर्छ, सत्य हो। तर आज सुदूरपूर्व मेची नदीको किनारमा रहेको रोङ गाउँपालिकाको अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधि उभिएर हामीले आवश्यक प्रविधि हस्तान्तरणमा सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुहोस् भनेर हामी तपाईहरुलाई बिन्ती बिसाउँदैछौँ। सङ्घीय र प्रदेश सरकारले गुरु किसान लगायतको कृषि क्षेत्रको लागि प्रविधि हस्तान्तरणमा वार्षिक 3-4 करोड पैसा दिने भने हामी कागज गर्न तयार छौँ। हामी परिणाम दिन्छौँ। हामीसँग गुरु किसान छ, हामीसँग अन्य थुप्रै किसानहरू हुनुहुन्छ। विश्वासमा तपाईले हामीलाई विश्वास गर्नुभयो भने हामी 2-5 वर्षमा कृषिको मोडल रोल मोडल रोङ गाउँपालिका हो भनेर हामी प्रस्तुत गर्न सक्छौँ। यसको जग भनेको हामीसँग गुरु किसान छ। गुरु किसान देशको पहिलो कार्यक्रम हो। यो अघिल्लो वर्षको नीति कार्यक्रममा सङ्घीय सरकारले एक लाइनमा लेखेको हामी गुरु किसान कार्यक्रम प्रारम्भ गर्नेछौँ भने, तर ती कार्यक्रमहरू कार्यान्वयनमा आउन सकेन। त्यसलाई नै हामीले टेकेर यो कार्यक्रमलाई अगाडि बढाएका छौँ। देशभरिका 1 लाख, 2 लाख, 10 लाख, 20 लाख गुरु किसानहरू घोषणा गरौँ। सबैलाई न्यूनतम प्राविधिक ज्ञान दिउँ। उनीहरूको उत्पादनको बजारसँग जोड्नको लागि सरकारले नीति बनाऊ। उपभोक्ता सचेतनाका विभिन्न विज्ञापनहरू बजाउँ। फिल्म हेर्दै गर्दा मध्यान्तरमा चुरोटको विज्ञापन होइन, किसानको गुन्द्रुक करेला सिस्नु लगायतको विज्ञापन गरौँ। उहाँहरूको बजारीकरण सहित सबैको देशको भलो छ। आज सम्पूर्ण गुरु किसान, सम्पूर्ण किसान उपस्थित रोङवासी महानुभावहरूलाई, किसान दाजुभाइलाई साथी राखेर 2 तहका सरकारको कृषि मन्त्रीज्यूलाई रोङ गाउँपालिकामा तपाईँले गर्नुभएको आर्थिक सहयोग, बजेट अनुदान दुरुपयोग हुने छैन। यसले हामी परिणाम दिनेछौँ। यसको जगमा देशभरि यस्तै नमुना कार्यक्रम गर्दै अबको 10 वर्ष पछाडि, 20 वर्ष पछाडि देशको कृषि मोडल, देशको कृषि नै मेरुदण्ड हो भन्ने हाम्रो जुन उखान छ अथवा भनाइ छ, यसलाई सार्थक तुल्याउनको लागि रोङ गाउँपालिका सदा अनवरत रूपमा लाग्ने कुरा 2 जना मन्त्रीज्यूहरूलाई म राख्न चाहन्छु। अहिले अन्त्यमा पनि केही कुराहरू म राख्नेछु। प्रदेशका मन्त्रीज्यूलाई अत्यन्त धेरै भोक लागिसकेको छ। आज यो ऐतिहासिक दिन हो। रोङ गाउँपालिका गुरु किसानको प्रारम्भ र उद्योगहरू हामी स्थापनासँगै हामी उद्घाटन गर्दैछौँ। हाम्रो रोङ गाउँपालिका वार्ड नम्बर 6 को प्रमिश राई रोङ प्रतिभाको खोजी कार्यक्रमको अध्यक्ष पनि हुनुहुन्थ्यो। उहाँ चर्चित रियालिटी सो एपिआरको भोइस अफ नेपाल सिजन 6 को नकआउट चरणमा प्रवेश गरिसक्नु भएको छ। केही समयमा उहाँ यहीँ आउँदै हुनुहुन्छ। योभन्दा केही महिना अगाडि रोङको प्रतिभाको खोजी भन्ने कार्यक्रम हामीले चलाएको थियौँ। कुना कुनाबाट सबै पछि परेका गरिब सबैका प्रतिभालाई उजागर गर्दै रोङ गट ट्यालेन्ट चलाएको थियौँ। त्यसमा पहिलो, दोस्रो, तेस्रो हुँदै यहाँको प्रतिभालाई पनि उजागर गर्दै यो देशको परिवर्तनको हरेक कालखण्डमा गीत सङ्गीत साहित्यले पुर्याएको योगदानको उच्च मूल्याङ्कन सहित हामीले भव्य रूपमा यो देश गरिबको पनि हो, पैसा हुने नहुने सबैको हो। हामीले यस्ता प्रतिभालाई उचाइमा लानुपर्छ भनेर जुन कार्यक्रम चलाएका थियौँ, सायद त्यसकै उपलब्धि हुनुपर्छ। प्रमिश राई नकआउट चरणमा प्रवेश गर्न सफल हुनुभएको छ। त्यस्तै दीक्षा रसाइली हाम्रो रोङ 2 का बहिनी पनि एउटा रियालिटी सोमा निकै माथि पुगिसकेको भन्ने खबर अपुष्ट प्राप्त गरेको छु र आज उहाँको पनि यहाँ दमदार प्रस्तुत रहनेछ। प्रमिश राईलाई रोङवासी, इलामवासी सबैले एक भएर हामीले मतदान गरेर अबको दिनहरूमा जिताउँदै लगेर देशमा रोङ गाउँपालिकालाई देश विदेशमा चिनाउनको लागि कला क्षेत्रबाट प्रमिश राईलाई सबैले सहयोग गरौँ भन्ने अपिल र आग्रह गर्दै पुनः अहिले अन्त्यमा जोडिने वाचाका साथ बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद अध्यक्षज्यू। यसरी धारा प्रवाह रूपमा आफ्ना कुरा नअड्किकन प्रष्ट रूपमा राख्न सक्ने सोचमा जति प्रष्टता छ त्यति नै बोलीमा पनि त्यति नै प्रष्ट र ऊर्जावान हाम्रा अध्यक्षज्यू। उहाँको एनर्जी पनि हुन्छ रहेका छौँ। यही क्रममा अब चाहिँ हामी
केआईटी ब्याग र लोगो वितरण कार्यक्रम रहेको छ। म प्राविधिक टिमलाई अनुरोध गर्न चाहन्छु गुरु किसानको जुन लोगो छ त्यो हामी लन्च गर्न लागिरहेका छौँ। म गुरु किसानको लोगो हामी डिस्प्लेमा लन्च गर्न लागिरहेका छौँ। त्यसका पनि आफ्नै अर्थ छ। मलाई गुरु किसानको लोगो लन्च गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु र यहाँ उपस्थित सम्पूर्णले जोरदार ताली बजाइदिनुला। जुन चाहिँ हाम्रो 121 जना गुरु किसानहरूले अबको दिनमा छातीमा सजाएर गुरु किसानको लोगो लगाउनु हुनेछ, ब्याज लगाउनु हुनेछ। त्यो लोगोलाई चाहिँ अब यो कार्यक्रममा विधिवत रूपमा यहाँ स्क्रिनमा डिस्प्ले गरेर हामी लन्च गर्न लागिरहेका छौँ। म लोगो डिस्प्ले गरिदिनुको लागि प्राविधिक मित्रलाई अनुरोध गर्न चाहन्छु। सम्पूर्णले जोरदार ताली बजाइदिनुला। तपाईँलाई यो क्षणलाई पनि क्याप्चर गरिदिनु म अनुरोध गर्न चाहन्छु। लोगो वा प्रतीकको चिन्ह यसको आफ्नै अर्थ छ। कृषिजन्य उत्पादन उद्योगको सांकेतिक अर्थ गोलाकारभित्र गुरु किसानको सङ्केतको रूपमा मानव आकृतिसँगै किताबको नक्साभित्र पशुपालनको प्रतीकको रूपमा गाई साथै बिरुवाको वरिपरि उद्योगको सङ्केत सहित गुरु किसानसँग सिकाइमा सहभागी किसानहरूको सङ्केतमा गुरु किसान लेखिएको यो पहिचान सहितको लोगो आज हामीले उद्घाटन गरेको छौँ। पुनः यहाँ अनुरोध गर्न चाहन्छु जोरदार तालीले यो मोमेन्टलाई सेलिब्रेट गरिदिनुका लागि। र यहाँ प्रयोग भएका रङहरू लोगोको रङ खैरो रङ जहाँ प्रयोग भएको छ त्यसले माटो बुझाइरहेको छ, माटोको रूपमा इङ्कित भइरहेको छ। र त्यसै गरी निलो रङ त्यसले पानी इङ्कित गरिरहेको छ भने हरियो रङ जसले बिरुवा अथवा हाम्रो पर्यावरणलाई इङ्कित गरिरहेको छ। एकदमै माटो, पानी र पर्यावरणलाई इङ्कित गर्ने यो सम्मिश्रण यो लोगो पक्कै पनि अर्थपूर्ण छ। र हाम्रो गुरु किसानहरूले छातीमा सजाएर हिँडिरहँदाखेरि अघि नै अध्यक्षज्यूले भन्नुभयो हामीले एकदमै धेरै आशा गरेर 121 जना गुरु किसान समेट्यौँ र यो नामावली यसरी सार्वजनिक गर्यौँ। यस्ता किसानहरू व्यक्तित्वहरू हामीले यसरी सार्वजनिक गर्यौँ भनेर उहाँहरूको रोङ गाउँपालिकाको भरोसा र उहाँहरूको उत्तरदायित्व र उहाँहरूको लगनशीलता बराबरीको भएर प्रदेशले केन्द्रले कुनै पनि खालको बजेट अथवा अपेक्षा देखाए खण्डमा हामी नतिजा दिनका लागि बराबरीको रूपमा हामी उभिन्छौँ भन्ने जुन कुरा आएको छ यो गुरु किसानलाई आज हामी सम्मान सँगसँगै एउटा चुनौती पनि दिइरहेका छौँ। आज सुरुवात मात्रै हो। तपाईँहरू कसरी अझै सक्रिय भएर आउनुहुनेछ, कसरी रोङको नाम र कृषि र माटो, हावा र पर्यावरणलाई कसरी अझ धेरै उजागर गर्नुहुनेछ भन्ने जिम्मेवारी आज थपिएको छ। भाष्य छ अघोषित रूपमा पढे लेखेकाहरूले माटो छुनु हुँदैन, तर अब माटो छुनेहरू, माटोमा श्रम गर्नेहरू, माटोमा उब्जाउ गर्नेहरू पढे लेखेका र यतिको देख्ने, यतिको आकर्षक, यतिको स्मार्ट, यतिको आदर्श हुन सक्छ भन्ने कुराको अभ्यास पनि यहाँ भइरहेको छ। मैले यहाँलाई यति जानकारी गराएँ र म कार्यक्रमलाई अघि बढाउन चाहन्छु। यसै क्रममा हामीले गुरु किसान भनिरहँदाखेरि गुरु किसानलाई प्रतिनिधित्व गर्दै 121 जनालाई प्रतिनिधित्व गर्दै आफ्ना केही संक्षिप्त भनाइहरू राखिदिन हुनका लागि म रोङबाट तोलबुङबाट म गुरु किसान सोमराज अर्यालज्यूलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। उहाँको सम्मानमा उपस्थित सम्पूर्णले जोरदार ताली बजाइदिनु। र हामी त्यसपछि ब्याज वितरण र ब्याग वितरणको कार्यक्रम रहेको छ। तपाईँलाई म एज अ टिमलाई स्टेज बाहिर दिनुको लागि अनुरोध गर्न चाहन्छु। यतिखेर हामी धन्यवाद यस कार्यक्रमका सञ्चालकज्यू, आजको यस कार्यक्रमका अध्यक्ष तथा
सम्पूर्ण गुरु किसानजीहरू, त्यस्तै गरेर सञ्चारकर्मीजीहरू, त्यस्तै गरेर साना किसानका अध्यक्षज्यू लगायत सम्पूर्ण जनप्रतिनिधिहरू, आजको यस हाम्रो रोङको गुरु किसानको एउटा ऐतिहासिक कार्यक्रममा हामीलाई पनि मलाई पनि गुरु किसानको तर्फबाट 2-4 शब्द राख्न दिनुभएकोमा साँच्चै नै नेपालले कृषिमा म निर्यात गर्छु, कृषिजन्य वस्तुहरू निर्यात गर्छु भनेर हामी त्यतिखेर धेरै किसानहरू खुसी भएका छौँ। विगत लामो समयदेखि नेपाल सरकारले कृषिमा धेरै लगानी गरेकै हो, तर त्यसको प्रतिफल हामीले त्यसको राम्रो सन्तुष्टिजनक पाइरहेको छैन। तर आज हाम्रो रोङ गाउँपालिकाले देशको एउटा नमुनाको रूपमा गुरु किसान भनेर घोषणा गर्यो, जुन एउटा हामी किसानहरूको लागि 121 किसानको लागि एउटा आजको हाम्रो ठुलो पर्व हो। र हाम्रो रोङ गाउँपालिकाले गुरु किसानका साथसाथै विभिन्न कृषिजन्य वस्तुहरूको ब्रान्डिङ गरेको छ। तपाईँलाई लाग्छ ब्रान्डिङ एउटा पहिचान हो, यो ब्रान्डिङको विषयमा हामी पक्ष विपक्ष होला, सानो कुरा देखिएला, गुन्द्रुक त हो नि, यो कुनै ठुलो कुरा होला भन्ने जनमानसमा सुनिन्छ। वास्तवमा ब्रान्डिङ गर्नु भनेको एउटा पहिचान हो, चिनाउनु हो। हिजो हामीले बजारमा आफ्ना वस्तुहरू बेच्दाखेरि बिना ब्रान्डिङ बोरामा खाँदेर बेच्दा जुन एउटा भ्यालु पाउँछौँ भने आज हामीले लोगो सहितको ब्रान्डिङ गरेर बजारमा बेच्दाखेरि त्यसको मूल्य हाम्रो श्रृङ्खला बढेर गएको छ। गुन्द्रुक लगायत सिस्नो, मह, बेसार, तिते करेला धेरै ब्रान्डिङहरू रोङ गाउँपालिकाले गरिसकेको छ। सायद यो एउटा रोङ गाउँपालिका देशकै एउटा नमुना गाउँपालिकाको रूपमा रहेको छ। देशले एउटा कृषि प्रधान देश भइरहँदा रोङ गाउँपालिकाले एउटा ब्रान्डिङ गर्ने कार्य सुरुवात गरेकोले हामी रोङवासीले यसलाई ठुलो एउटा मान गहनाको रूपमा लिनुपर्छ र यसलाई अब आउने जुनसुकै जनप्रतिनिधि होस् यसलाई निरन्तरता दिनुपर्छ। र गुरु किसानको कार्यविधि 2080ले पनि बनिसकेको अवस्थामा किसानलाई जुन एउटा राज्यले छुट्याएको विभिन्न सुविधाहरू छन्, सरल ऋणको कुराहरू आइरहेको छ। त्यसै गरेर बिना धितोमा पनि कतिपय किसानहरूको लिजमा ल्याएर जग्गाहरू चाहिँ कृषि गरिरहनु भएको समय त्यस्ता लिजमा लागेको किसानहरूको धितो हुँदैन। त्यसलाई पनि हाम्रो रोङ गाउँपालिकाले कार्यविधि बनाएर आफू एउटा अभिभावकता ग्रहण गरेर त्यस्ता किसानहरूलाई पनि अनुदान दिने, साथै अन्य किसानहरूलाई पनि सरल ब्याज दरमा कृषिमा अनुदान दिने नीति रह्यो भने भविष्यमा अवश्य पनि देशकै नमुना हामी रोङवासी भन्छौँ, यसमा हामी धेरै खुसी छौँ। र धेरै कुरा त नगरिरहौँ, आज हामी एउटा गुरु किसान घोषणा गरिरहँदा हामी खुसी छौँ। त्यसको साथसाथै हामीले अलिकति जिम्मेवारी पनि हुनुपर्छ, किनभनेदेखि भोलि गएर गुरु किसान मात्रै भएर मौका परिरहँदा हामीले गुरु भनेको त अरू थप चेलाहरू उत्पादन गर्ने थलो पनि हो। गुरु किसान भनेको आफूले सिकेका कुराहरू गाउँघरमा, समाजमा, किसानहरूमा सेयर गरेर अझै कृषिलाई कसरी मजबुत बनाउन सकिन्छ र देशको अर्थतन्त्रलाई कसरी कृषिमा आत्मनिर्भर गराउन सकिन्छ, साँच्चै नै कृषि प्रधान देश कसरी हुन्छ भन्ने कुरामा गुरु किसानले सुरुवात गरोस्। हाम्रो एउटा अवसर साथसाथै कुनै पनि कुराहरूमा चुनौती पनि थपिएको हुन्छन्, यो अवसर साथसाथै चुनौती पनि हो। यसलाई आफूले मध्यनजर गरेर आफ्नो कर्तव्यनिष्ठ भएर अगाडि बढाउँ र आफ्नो कर्तव्यमा कति पनि हिँचेत नगरिकन किसानहरूलाई सपर्ने खालको आगामी दिनमा किसानको हित हुने गरी यसरी नै अग्रपन्थीमा किसानलाई राखेर कुनै पनि कार्यक्रममा आयोजना गरियोस्। यो एउटा रोङको एउटा छुट्टै पहिचान हो, रोङको एउटा छुट्टै कार्यक्रमको नमुना खाका बनिरहेको छ। यहाँ हाम्रा कृषि मन्त्रीज्यूहरू पनि आउनुभएको छ, माननीय मन्त्रीज्यूहरू, उहाँहरूले पनि यो ऐतिहासिक कार्यक्रम दृश्यावलोकन गरिरहनु भएको छ। साथै यहीँबाट सम्पूर्ण देशवासीमा यो कुराहरू जाओस् यति भन्दै म आफ्नो छोटो भनाइ किसानहरूको तर्फबाट
यहीँ बन्द गर्न चाहन्छु। जय कृषि, जय किसान। धन्यवाद। धन्यवाद गुरु किसान सोमराज अर्यालज्यू। उहाँले भने जसरी नै आज हामीले एउटा सम्मान, एउटा औदा मात्रै पाएका छैनौँ, सँगसँगै जिम्मेवारी पनि पाएका छौँ। पक्कै पनि तपाईँले त्यो जिम्मेवारी बोध गरेर आगामी दिनहरूमा त्यही खालको नतिजाहरू तपाईँले सम्प्रेषण गर्नुहुनेछ, तपाईँले प्रस्तुत गर्नुहुनेछ, हासिल गर्नुहुनेछ भन्ने अपेक्षा राख्छौँ। र यतिखेर हामी ब्याग, आइडी कार्ड र ब्याज वितरण कार्यक्रमलाई जोड्न लागिरहेका छौँ। मैले अघिदेखि भनिरहेको छु 121 जना गुरु किसान हुनुहुन्छ। सम्पूर्णलाई स्टेजमा बोलाएर यो ब्याग र यहाँ पुस्तक पनि रहेको छ, डायरी पनि रहेको छ, यो वितरण गर्न सम्भव नरहला। त्यसैले गर्दा हामीले 100 जना प्रतिनिधि गुरु किसानहरूलाई स्टेजमा बोलाएर आजको हाम्रो भव्य कार्यक्रमका प्रमुख अतिथिज्यूबाट प्रतिनिधि 12 जना गुरु किसानहरूलाई ब्याग, ब्याज र आइडी कार्ड वितरण गर्ने कार्यक्रम रहेको छ। म यतिखेर स्टेजमा आमन्त्रण गर्न चाहन्छु आजका हाम्रा प्रमुख अतिथिज्यू माननीय रामनाथ अधिकारीज्यू, कृषि तथा पशुपक्षी मन्त्री। म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु यो कार्यक्रमका निमित्त। र त्यसै गरी हाम्रा विशिष्ट अतिथि आदरणीय माननीय खगेन सिंह लिम्बुज्यू, कोशी प्रदेश उद्योग कृषि तथा सहकारी विकास मन्त्री। र त्यसै गरी सभाध्यक्ष आदरणीय मणिकुमार स्याङ्बोज्यू र त्यसै गरी उपाध्यक्ष विष्णुमाया खवासज्यू। म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। र 121 गुरु किसानहरूलाई प्रतिनिधित्व गर्दै 12 जना गुरु किसानहरूलाई म स्टेजमा बोलाउन चाहन्छु। गुरु किसानको नाम रहेको छ नैना कुमारी दाहाल, वार्ड नम्बर 8 र उहाँको समूह रहेको छ गाउँपाल। म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु नैना कुमारी दाहालज्यू, रोङ 1बाट छनौट भएको समूह गाई पालन। उहाँको सम्मानमा जोरदार ताली बजाइदिनु होला। र त्यसै गरी हाम्रो अर्का गुरु किसान हुनुभएको छ मन कुमार राई, रोङ 1बाट, जसले बाख्रा पालन समूह छनौट गर्नुभएको छ। मन कुमार राई, म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। र त्यसै गरी हाम्रो अर्का गुरु किसान हुनुहुन्छ लक्ष्मीकान्त घिमिरे, रोङ 2बाट, मौरी पालनमा हुनुहुन्छ। म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी म अर्का हाम्रो गुरु किसान लीलाधर भण्डारी, रोङ 2बाट, मौरी पालन मार्फत हुनुहुन्छ। म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। र त्यसै गरी हाम्रा अर्का गुरु किसान बबिता राई, रोङ 3बाट हुनुहुन्छ। तरकारी खेती समूह छनौट गर्नुभएको छ। म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी भीममाया राई, रोङ 4बाट, बाख्रा पालन समूह बनाउनु भएको छ। म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। इन्द्रवती राईज्यू, रोङ 5बाट हुनुहुन्छ। तरकारी खेती, म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। तारा दाहाल, रोङ 5बाट हुनुहुन्छ। उहाँले पशुपालन समूह छनौट गर्नुभएको छ। म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। र त्यसै गरी याममाया तामाङ, रोङ 6बाट हुनुहुन्छ। अलैँची खेती उहाँको समूह छनौट रहेको छ। म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। र त्यसै गरी दावा स्याङ्गो, रोङ 6बाट, मौरी पालन समूह
छनौट गर्नुभएको छ। यहाँलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु र त्यसै गरी देवेन्द्र राई रोम 3 बाट अलैँची खेती उहाँले छनौट गर्नुभएको छ। म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। यसरी हामीले हाम्रा गुरु किसानहरू 121 मध्ये प्रतिनिधित्व गर्नुहुने 12 जनालाई स्टेजमा ब्याज, ब्याग, आइडी कार्ड र कृषिजन्य पुस्तक, डायरी वितरण गरिरहँदाखेरि उहाँलाई सँगसँगै जिम्मेवारी पनि आयो झोलाभरि भन्ने लागिरहेको हुनुपर्छ सम्भवतः। रविलाल तामाङ रोम 4 उहाँको समूह रहेको छ बाख्रा पालन। म यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। हामी यो ऐतिहासिक पल, विशेष पललाई ग्रुप फोटो मार्फत कैद गर्न लागिरहेका छौँ। धन्यवाद र हार्दिक बधाई छ हाम्रो सम्पूर्ण 121 जना गुरु किसानजीहरूलाई र त्यसैगरी धन्यवाद हाम्रो प्रमुख अतिथिज्यू, धन्यवाद यतिखेर हामीले क्रिकेट समय लामको रोङ गाउँपालिका वार्ड नम्बर 5 इरौडाबाट यहाँलाई प्रत्यक्ष रूपमा जोड्यौँ र प्रत्यक्ष रूपमा देखायौँ। प्रत्यक्ष प्रसारणलाई हामी यही अन्त्य गरेको जानकारी गराउँदै कहाँबाट हेर्नुभयो, जहाँबाट हेर्नुभयो यहाँलाई धेरै धन्यवाद दिँदै हामी बिदा हुन्छौँ। हवस् त, नमस्ते। झाँकी प्रस्तुतिका लागि तयारी अवस्थामा रहिदिनु हुनका लागि म अनुरोध गर्न चाहन्छु कलाकार साथीहरूलाई।